घाम लाग्न धो भने म त नरम भनेको छु मैले घाम लाग्न धो गनेर चाहिँ कोठे भनेको त यो भाइले बिजो बनाएको फेरि आज सिलायो कि सिलाएन तिमी पनि छोरा त्यहाँ ओछ्यान सोछ्यान गर्नु पर्यो के हो कसले लाग्यो ऊ दिदीले जा घर ढोकालाई पनि जा नलाई पनि घर जा है छोरी लाग्दाले हामी घर पुऱ्याएर बस्छ आमालाई मार्दै यहाँ बस्न पाइँदैन मार्दै कसै बस्न पाइँदैन हौ के भने कस्तो बस्न पाइँदैन बस्न त पाउँछ हो भने म त बस्न दिदिनँ आज त बस्नु भने अब हिजो